चाहिँ मेरो 1 महिनाको लागि भिडियो सकिसकेको छ। आज मेरो लास्ट भिडियो त्यहाँबाट भिडियो पनि बनाउनु पाएन। ठिकै छ, अब चाहिँ छुट्टी, बाई बाई सबैजनालाई यो भिडियोबाट। सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। अनि आज पनि नयाँ यसो बाहिर निस्केको थियो अनि भ्लग बनाउँ भनेर हो। अनि आज हाम्रो यहाँ सेकेन्ड लास्ट डे हो। भोलि चाहिँ हामी नेपालको लागि जाँदैछौँ। अनि छुट्टी थियो, यसो बाहिर हावा खान निस्केको। अनि सानो एउटा भिडियो बनाउँ न त भनेर हो। सो अब सबैलाई फेरि पनि वेलकम अनि सबैजनालाई सपोर्ट गरिदिनु होला। अनि दाइ पनि हुनुहुन्छ हिँडिरहेको। दाइलाई चाहिँ सन्चो छैन, त्यही भएर दाइ चाहिँ बोला हिँड्नु गर्नुभएको छ। दाइ पनि यति धेरै बोलिरहनुहुन्थ्यो। अनि यस्तै भइरहेछ कामहरू, त्यही भएर भिडियोहरू हाल्नु पाएको थिएन। अब बिस्तारै बिस्तारै भिडियो हाल्छु होला। नेपाल गएपछि उयोतिर के गर्छु, कसो गर्छु, अब भिडियो कन्टिन्यू हुनसक्छ। अब चाहिँ अलिअलि सामानहरू पनि लिनु पऱ्यो, अनि साथीलाई भेट्नु पऱ्यो भने है त भिडियो। अनि यता चाहिँ लास्टै गर्मी बढिसक्यो। गर्मीले गर्दाखेरि नै हो हामी जस्तो घरमा बस्नु झगडा भएर निस्केको, झन् बाहिर पनि त्यस्तै गर्मी ठिकै छ। अब त्यहाँ अलिअलि सामान लिनु थियो, काम गरेर खुवाउनु थियो। अनि फेरि गएर दाइहरूलाई पनि भेट्नु पऱ्यो, सामान पनि लिनु पऱ्यो। यसो हावा नि खाऊँ भनेर हो। के भयो त खिच्दा यहाँ चाहिँ तपाईँलाई गर्मी भएको जाड भएको चाहिँ घाम छेलेको यस्तो यस्तो छ है। घरभित्रभित्र के भन्छ त्यसलाई, समाधि कि के यहाँ पनि होला। पहिला पहिला छ क्या उयो अगाडितिर नि छ, यतातिर कतातिर छ। अब अस्ति पनि देखेको थिएँ। गर्मीले पाक्नु लाग्यो नि मिठोसँगले। यहाँभित्र पनि छ पाक्नु। कुकुर होला हौ त्यहाँ बस्नु। उयो खेलौँ भनेको कहिले खेल्नु पनि यार। स्कुटर खेल्नु मन लागिरहेको थियो। घर जाने भइसक्यो, 1.5 वर्ष भइसक्यो, अहिलेसम्म खेल्न पाएको छैन। खेल्नु पनि दिँदैन बुढाहरू। म त केही नखाने यार, के खान्छ भाइ? रेड बुल खाने त यहाँ रहेछ। म झिकिदिन्छु है यता सानो झिकिदिन्छु। माथि हालेछ नि त्यस्तो अझै ल। ए मम्मी ठुलो बिक्री होस् भनेर सानो निकाल्नु। अनि चिज खाऊँ एकछिन अनि जम्म मजाले। ओ 80मा पो रहेछ त चिसो खाऊँ। लु आइपुग्यौँ हामी पनि। गर्मीले एक बोतल रेड बुल पनि सकिसक्यो। मर्नु भयो गर्मी। समरले लाग्नुपर्छ है यहाँ चाहिँ। यहाँ अब हामी चाहिँ काम गर्ने ठाउँ पुरानो नै एउटै हो। यहीँ हो जहिले काम गर्ने। अब आज अस्तिबाट चाहिँ हामी छोडिसक्यौँ कामसाम, घर जाने भनेर। कस्तो गर्मी हो। पर चाहिँ घोडाहरू छ है, घोडाहरू चराइरहेछ। अनि यहाँ चाहिँ दाइ हुनुहुन्छ कि दाजु सेन्टीमा छ। त्यहाँको दाइको के भएको दाइ फोन तपाईँको भन्नु त, किन तपाईँ सेन्टी भए? दाइको चाहिँ आज कति खर्च भयो लगभग नेपालको त्यही 3035 खर्च हुन्छ। त्यही भएर दाइ सेन्टीमा छ। दाइको स्क्रिन गार्ड फुटेछ। अनि जाउँ भित्र। अब चाहिँ भित्र जानु लाग्यो केटाहरूलाई भेट्न लास्ट टाइम सबैलाई। म्यानेजर नै रहेछ त्यहाँनिर। अहिले भेटौँ त। हेलो सिफात
हेलो आम्मा काम गर्नु छोडेर यहाँ केटाहरू त्यहाँ चाउ जोर्ज 3 बजेपछि त हुने छ काम त्यस्तै काम सुरु हुन्छ यो नि हाल्नु नि त 31 रुपियाँले त जानु नि 14 रहेछ जान्छ अब लास्ट त्यो एकचोटि यहाँ कामको यस्तो दर्शन हानु न ए यस्तो छ काम हान्ने उता चट्ट बर्गर बनायो बनाउने मान्छे यहाँ त्यो मासु ड्याङ्ग थियो ल राम्रोसँगले गर्नु 1 महिनासम्मलाई हाने दाइले यस्तरी बर्गरमा चाहिँ यहाँ फेरि चट्ट यहाँ एनर्जी ड्रिङ्क खाँदै यहाँ बर्गर बनाउँदै यस्तो ब्याट हो नि त फेरि दाइ अरू खतरा आउँछ सकाइ जब चाहिँ हामीले काम गर्ने ठाउँ नै यही हो होइन अघि देखाइहाल्यो त त्यही काम गर्ने ठाउँ नै हो अब अघि देखाइहाल्यो त्यो सबै कुराहरू अब त्यस्तै हो काम अस्ति कामहरू भइरहेको थियो त्यही भएर भिडियोहरू रेकर्ड गर्न पाइरहेको थिएन भिडियोहरू पनि हाल्न पाइरहेको थिएन अब ठिक छ अब त्यही हाम्रो भ्याकेसन छ नि त अहिले 1 महिना त्यही भएर भिडियोहरू बनाउँदैछु अब सानो अलिअलि क्लिपहरू हाल्छु होला भएर सामान राम्रो अब अस्ति त्यहाँ बिदाई यताउति भएको अब हालौँ कतिसम्म हुन्छ भिडियोहरू केसम्म हुन्छ होइन सबैलाई अब हेर्दै गर्नु होला सपोर्ट गर्दै गर्नु होला अब हामी चाहिँ मार्केटभित्र छिरिसक्यो अनि अलिअलि सामानहरू लिनु थियो अस्ति छुटेको थियो सामानहरू लिनु मार्केट त्यही भएर मार्केटहरू छिर्यो खानु छैन घर फेरि नि त यसको मर्निङ ड्युटी गर रेगुलर लगाउनु शान्तलाई तर फेरि डिस्काउन्ट यहाँबाट चाहिँ सरप बोकेर जाँदैन होला है होइन यो एउटा नि सानो नि हो यस्तोवाला मैले नेपालमा चाहिँ योवाला देखाएको छैन क्या नेपालमा चाहिँ नेपाली नै यस्तै हो र अर्कैवालामा हो यस्तोवाला हुन्छ यो चाहिँ एकदम मोबाइल हुन्छ एनर्जी नै कडक दिन्छ यसले चाहिँ ओरिजिनल रेटले होइन यो चाहिँ दामी नै हुन्छ अनि यहाँ चाहिँ सामानहरू सबै सस्तै हुन्छ है हेर्दाखेरि लाने हो बट्टावालाको नि त रक्सीहरू यस्तो सस्तो चाहिँ ब्ल्याक लेबल तर खाना 2 बोक्नु नि त्यो 2 मात्र हो 12 वर्ष ल कतिको हो कति एमएल हो 700 एमएल हान्नु भइहाल्यो नि यहाँ चाहिँ अगाडि अन्त यो बोक्नु यो 2टा बोक्नु अरू त के लाने होला यो 2टा मात्रै हो नि अरू त केही लाने छैन बाँकी रक्सी 2टा अनि हामी के हेर्ने एकचोटि त्यो हेरौँ न दाइ त्यो एउटा सामान अस्ति मैले हेरेको थिएँ नि त्यो सामान पायो भने हेरौँ न प्रोडक्ट ब्ल्याक लेबर आयो अब जाँड नखानेहरू जाँड गर्नु छ ल अब यस्तो हिँड्दा छ त्यहाँदेखि झोलामा झोलामा जाउँ न बेलुका चाहिँ साइकल ल बाई आजलाई बाई गर्नु चाउ अब 1 महिना काम गर्नु मजाले बाई ओके बाई ओके थ्याङ्क यू बाई चाउ अब छुट्टी भयो सबसँग बाई हान्यो सानो बाहिर त यहीँ बस्नु एकछिन जाने पार्कतिर गएर बस्नु हिँड्दै हिँडेर होइन यता त्यो पार्क छ र
यल्लो सर्टमा हिँड्नु जाउँ ल तातिर चट्ट गएर बस्ने भिडियो बनाउँदै त्यही छ जिन्दगी कस्तो लागिरहेको छ तपाईँलाई घर जानु पाउँदा दा भन्नु न मनदेखि दाइ र मजाको घर जानु लाग्नु त 1 महिना रमाइलो गरेर आउनुपर्छ दुईजना यस्तो रमाइलो गर्ने कि 2-3 वर्षैसम्म बिर्सिने गऱ्यो नि त हामी दुईजना चाहिँ फेरि क्या मिल्ने क्या अनि त्यही भएर चाहिँ पठाइदिनु लाग्यो अब दुईजना चाहिँ काम गर्छन् 1 महिना अन्त हामी आएपछि उनीहरू जान्छन् फेरि एकैचोटि आएको एकैचोटि जानु भए चाहिँ छुट्टै मजा हुन्थ्यो होइन अब के गर्नु यस्तै छ कम्पनीमा नि हेर्नै पऱ्यो चलाउनै पऱ्यो हामी चाहिँ तर हरियाली हेर्दै हिँड्दै घर जान लाग्यो सर्टकट ओइ मम्मी झन्डै अस्ति पनि यहाँ यस्तै भएको आज नि यस्तै यो यस्तै हुन्छ क्या यस्तै हुन्छ अब यस्तै त हो कति भिडियो गरिरहनु त्यतातिर भयो भने गरौँ न नभए आजलाई यति नै त दाइ झोला हाल्नु दाइ दाइले जाडो भइरहेको छु गाडी आएर छिटो जाउँ छिराउनै निसान हाइलक्स आइरहेको रहेछ कत्रो ठुलो 7 मिनट गरी मैले छिटो आइदिएछ भनेन होला है अहिले भिडियोमा छिटो जाउँ भनेन अहिले अब यहाँ यस्तो बगाल गर्मी यहाँ हो क्या समर लाग्ने सक्दिनँ म होइन यस्तो गरेर हिँड्छ यस्तो गर्दै हिँड्छ यहाँ सब आफैले गर्छन् क्या अब त्यो अरू ठाउँमा चाहिँ होइन नहेर्नु भने नि हेर्नुलाई नि अरू ठाउँमा चाहिँ काम गर्छ नि त अरूलाई राखाएर यहाँ चाहिँ सबै आफै काम गर्ने हो घर रे चुटुक्क पऱ्यो क्या यहाँ बार्बिक्यू गर्न ठाउँ नि कस्तो राम्रो बार्बिक्यू गरेर बस्ने ठाउँ आगो भएर चट्ट यहाँ अब जाउँ गर्मी भइसक्यो यस्तै हो गर्मीले सिद्धिने भयो नि ल अब एकछिन भेटौँ के हुन्छ हेर्दै जाउँ कस्तो मजा आउने हो तपाईँलाई याद छ हामी पहिला रुममा सर्ने बेलामा नि तर मैले यस्तै गरी हिँडेको थिएँ क्या फर्स्ट टाइम ओइमा 1 वर्षपछि ठ्याक्कै 1 वर्षपछि फेरि यस्तै गरी हिँडेर छ यता जाने के जाने यता जाने हो हामी घर चाहिँ त हो यता जाने एकदम 1 वर्षपछि गयो कहाँ यहाँ जाने पारी साइक्लिङ मान्छेहरू यहाँ साइक्लिङ हामी चाहिँ हिँड्दै दाइले घरको साइकल कति याद आइरह होला झन् नि कता जाने यतै जाउँ ल जाउँ यताबाट अलिक घाम लाग्छ भनेर यहाँ पुरो गाउँ सस्तो लगाइदियो यहाँ अगाडि चाहिँ पुरो ग्राउन्ड रहेछ थियो क्या अरे हेर्दा लो त्यस्तै अब राखेको हाम्रो चाहिँ बाई